लासो साथीहरु नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। अनि मैले जुन भिडियो नहालेको धेरै भइसक्यो, कति बिजी भएर हो कि भिडियो हाल्न नपाएको। अनि म चाहिँ आज चाहिँ फाइनली एक हप्ता छुट्टी लिएर आमालाई घुम्न लिएर जाँदैछु। अनि आमाले उता फोटो खिचिरहनु भएको छ। अनि हामी कहाँ जान्छौँ के गर्छौँ हेर्दै गर्नु होला। स्टे ट्युन गाइज, माया चाहिँ नमार्दिनु होला है, भिडियो चाहिँ हेर्दिनु है। यहाँ चाहिँ आमाले सामानहरू दुईटा सुटकेस एउटा अर्को सुटकेस थियो। त्यो सुटकेस चाहिँ अघि नै हामीले उता दिइसक्यो, उतै लिएर जान्छ अरे। अनि यता चाहिँ यो आमाको चाहिँ यहाँ फोटोसुट गरेर सक्यो। अहिले चाहिँ के सामान पो लिएर आउनु भएको छ त। यो चाहिँ हाम्रो टिकट हो। अनि हामी चाहिँ यहाँ 1 घन्टा अगाडि नै बढी आएछौँ। त्यही भएर हामी चाहिँ कुर्नु परेर अब प्लेन चाहिँ आइपुगिसक्यो। अब प्लेन आएपछि अब चाहिँ खोल्न सुरु हुँदैछ। अब त्यो भएर हामी त प्लेनमा जाने। सिट चाहिँ मैले रोजेन होइन, अहिले चाडबाडको बेला हो नि त, रोजेन। अनि अहिले महँगो पऱ्यो कि, अहिले महँगो पऱ्यो, त्यही भएर नरोजेको कहाँ पऱ्यो खालको छुट्टै परेन। तर 1 घन्टा मात्रै, 1 घन्टा मात्रै पुग्छौँ हामी। अब उतै गएर भेटौँ। फाइनल्ली 1 घन्टाको प्लेन पछि चाहिँ हामी चाहिँ ओसाका आइपुग्यो। अनि मलाई चाहिँ जाडो भयो कि आइपुग्यो ओसाका। सिट छुट्टै परेर आमाले त बेल लाउन नै आउँदैन होला जस्तो लागिरहेको थियो। तर उतापट्टिको मान्छेको हेरेर बेल चाहिँ लगायो। डर लागेन आमालाई? लागेन मलाई त। पहिला चढ्दाखेरि लागेन, फेरि स्विट फेरि तल जान्छ माथि स्विट झर्ने बेलामा त त ग्रुप गर्छ। अनि स्विट तल आएर बस्छ। अहिले त अनि हामी चाहिँ यहाँ सामान आएको छैन रहेछ क्या, लगेज आएको छैन। अनि लगेज कुदिरहेको, लगेज लिएपछि अब जाने। त्यसो के अरे यहाँ लगेज कुदिरहेको क्या अहिले चाहिँ। समुद्र आजतिर आमा र म चाहिँ अहिले पार्क घुम्दै चाहिँ यहाँ झोलै बोकेर घुमिरहेको छ हामी दुईजना चाहिँ। अनि पार्क चाहिँ कति ठुलो रहेछ, जयहरू चाहिँ तारा पार्कमा आएको। भिडियो चाहिँ अब राम्रोसँग खिच्नु पाएन। अब आफ्नो ठाउँ गएको अर्काको ठाउँमा यताउता के यस्तै हो। अब भिडियो अब धेरै नहुनु नि सक्छ। तर म टिकटकमा चाहिँ पोस्ट गर्छु अलिअलि भयो भने है, म देखाइदिन्छु है। तिम्रो हामी चाहिँ यहाँ जरा हेर्न आएको। यहाँ कतिखेर कस्तो मजाले ढोक्दो रहेछ क्या, न्युटिदो रहेछ टाउ। कस्तो मजाले न्युटिदो रहेछ क्या हो। खाना दिएपछि चाहिँ पछि घुम्दो रहेछ क्या।